एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आयो हजुर सबैजना सन्चै नै हुनुहुन्छ नि, हामी पनि सन्चै छौँ। अनि मेरो मम्मी यहाँ बसिरहनु भएको छ रेडी भएर हजुर सानो पाउनुहुँदैछ दिनको लागि। अनि हामी जान्छौँ गोपा खाना खाएर रेडी भएर। अनि नानाहरूले चाहिँ कान्छी नानाले चाहिँ लगेर राख्दिनु भएको छ नि त, इन्ट्री गरिसकिदिनु भएको छ। अनि हामी जाने अनि चेकअप गरेर फर्किने भएको त्यो गाइज। अहिले चाहिँ हामी निस्किसक्यौँ। हामी चाहिँ आएर एकछिन बस्यौँ मऱ्यौँ। अनि लाइनमा बस्ने बित्तिकै आएको क्या टर्न। अनि त्यही हामीलाई अहिले त सबै राम्रो भइरहेछ। अनि त्यही हो, त्यही कन्टिन्यू गर्नु पऱ्यो। अनि अब चाहिँ त्यही औषधि खाने। अनि आज कहाँ कहाँ जाने भन्नुहुँदैछ मम्मीले, त्यहाँ लाने मैले आज होइन। आज मम्मीको आउटफिट हेर्नुहोस्, फुल आउटफिट। अनि त्यही हो गाइस, यो चाहिँ गुम्बा। इमर्जेन्सीहरूमा हेऱ्यो भने त झन् कस्तो हुन्छ। अनि पस्न पनि नदिनुहुन्छ नि त, आफ्नो मान्छे छ भने मात्रै पस्न पाइन्छ। त्यही हो निस्केको। अब हामी नानाकोमा जान्छौँ। अनि हामी कता जान्छौँ के गर्छौँ लेट्स सी। पुगेर औषधि लिएर आइपुग्यो थाकेर। मम्मीको लागि औषधि ल्यायौँ। अनि त्यही हो हाम्रो काम कम्प्लिट गरेर आयौँ। अनि अब चाहिँ हामी पार्क जान्छौँ रेडी भएर। अहिले चाहिँ हामी आइसकेको छौँ हाम्रो यो फेमस पार्क धरानको। देख्न सक्नुहुन्छ हाम्रो मम्मी। हेलो हेलो हाई। मेरो कान्छा भाइ त के साह्रो हेर्छ म ज्यादा बसेर बालाखा बुढो बालाखा कहाँ तल पिङ हाम्रो मम्मीले चाहिँ आफ्नो कर्तव्य निर्वाह गर्न आँट्नु भएको भनेको, तर ब्यागमा रहेछ नाना। एकजना आमा चाहिँ बच्चा बोकेर बसिराख्नु भएको रहेछ। छ नि पैसा बोक्ने थैली यो हो होइन। यी मान्छे चाहिँ माइत हिँडेको राई रहनी हो। अनि यो खुर्मी बोक्ने चलन हुन्छ राई रहनीको। खुर्मी चाहिँ कहाँ छ? ए यो रहेछ खुर्मी चाहिँ बोकेर हिँडेको हो। माइत हिँड्दा हिँड्दै बास चाहिँ यहीँ बस्छ। बास चाहिँ यही हो। यो बाहिर छ र बास यहाँ हँसिया चाहिँ रहेछ, घाँसै काटेको छैन। हँसिया होइन यो हँसिया जस्तो छ त नि। माइती चाहिँ बाटो चाहिँ कति टाढो रहेछ भाउ चाहिँ हामी बाहिर निस्किनु लागेको। उता बाहिरपट्टिको यो भाइको त मेरो चाहिँ हाइट सेम छ होइन। तर यो भाइको सबैभन्दा सानो भाइ चाहिँ हाइट अल्गो छ। यहाँ अल्गो सँगसँगै आउ सबैभन्दा अल्गो। ल हेर यहाँ खुट्टा तन्किरहेछ छैन। ल सानै छ, मैले सानो खुट्टा लगाइरहेको छु। त्यही हो अब चाहिँ हामी यहाँबाट निस्केको। हामी अहिले 1 घन्टामा निस्क्यौँ यहाँबाट। अनि रमाइलो भयो, मम्मीहरूलाई लियौँ। अनि माइती चाहिँ हराइसक्नु भएको छ यतिखेर। कहाँ पुग्नु भयो चाहिँ थाहा छैन। हामीलाई छोडेर गइसक्नु भयो। कहाँ पुग्नु भयो चाहिँ थाहा छैन। उहाँ अगाडि गइसक्नु भयो, मम्मी चाहिँ हामी चाहिँ जाँदैछौँ। हामी चाहिँ यहाँबाट म त त्यो त नानाको चाहिँ अलग नदेखाए फोटो आफ्नै मजले। किनकि नाना मेरो नाना राम्रो छैन, त्यही भएर क्यामेरामा यसलाई त अलिअलि बोके पो हो। कान्छीलाई चाहिँ बोक्दै बोक्यो कहाँ आइसक्यो। हेलो पार्कबाट चाहिँ घुमेर हामी आइसकेर चाहिँ हामीले मोमो रेडी गऱ्यौँ। अनि हामीले भन्दा पनि हाम्रो नानाले चाहिँ रेडी गर्नुभएको। अनि सबैजना मिलेर चाहिँ हामी चाहिँ हेल्पर, नाना चाहिँ मेन। अनि हामीले चाहिँ रेडी गरिसकेको छौँ मोमो च्यालेन्जको लागि। यता गौतम अनि त्यहाँ पछाडि सिद्धार्थलाई चाहिँ 10-10वटा मोमो चाहिँ रेडी गरेको छु। कसले छिटो खाइसक्दा रहेछ दाजुभाइ।
छिटो न 1 2 3 गो स्टार्ट कसले छिटो खाइसक्दा रहेछ है त हेर्नु है नाना नतालिकन बिस्तारै खा बिस्तारै पापा छोटा मात्रै छ ए 5-5वटा गर्ने भन्ने कुरा थियो नि त अघि त्यही भएर चाहिँ 5-5वटा भन्दो रहेछ गौतमले सक्छ कि उसले सक्छ हौ कसले सक्छ जस्तो लाग्छ मम्मी पनि हेर्नु हुँदैछ करेन्ट कसले सक्छ बिस्तारो खायो च्यालेन्ज अरे मेरो भाइहरूले साह्रै ढिलो खायो अनि एउटा हाल्यो भने आर्यन पुराले सक्कम पाडिसकेको गौतम त कडा रहेछ त हौ गौतम अब भन्दा भन्दै तम्छु नि अब तिम्रो कतिवटा बाँकी छ 5वटै बाँकी छ यस्तो तातो पनि यिनीहरूले हल्ला तिमीहरूको मुख पोलेन भनेको ताल छ सिलाइसक्यो त्यो पनि बाँकी नै छ जित्नलाई के दिनुहुन्छ दिदी अब विनरलाई के गर्ने भनेर डिसिजन पनि भएन केही पनि भएन यही हो सानोमा राम्रोसँग जानु ल गएर